कहाँ लहर लहर हिँडिरहेछ भन्नुभयो होला। हामी गइरहेका छौँ लुम्बिनी। लुम्बिनीको बाटो हेर्नुहोस्, यो भित्री बाटो हो। लुम्बिनीभित्र हामी प्रवेश गरिसकेका छौँ। हेर्नु कस्तो राम्रो। यहाँ बाँदरहरू हेर्नुहोस्, हाम्रा दाजुभाइहरू। जताततै बाँदर त हुनै पऱ्यो नि, जहाँ हो नि नेपाल हो नि यार, नेपालमा त हुनै पऱ्यो। यो हेर्नुहोस् कस्तो राम्रो भवन। है हामी पनि लुम्बिनी आइयो। वाउ के छ मेरो एकदम ठिक छ भन्दै मैले मेरो भिडियोको सुरुवात लुम्बिनीको ब्युटिफुल के भन्छ यसलाई, लेक ताल के भन्छन् यसलाई, यहाँबाट गरिसकेको छु। लुम्बिनीबाट सुरुवात गरिसकेको छु। हेर्नुहोस् लुम्बिनीको कति लामो छ यो, छ माथिसम्म हो त मन्दिरसम्म। ला यहाँ लामो छ। अरूको अगाडि बोल्न अप्ठ्यारो लाग्ने के कस्तो कस्तो हुने, अनि त्यहाँ यो पोज दिएर रहेछ, मैले पनि त्यही पोज दिएँ। एकछिन हामी यहाँ फोटोसोटो खिच्यौँ, त्यसपछि लुम्बिनीको हामी मेन ठाउँतिर लाग्यौँ। हेर्नुहोस् लुम्बिनीको ब्युटी। आहा यस लुम्बिनीमा गार्डन चाहिँ दामी हो कि, फुलै फुल छ यार यो एरियाभरि, दामी बनाएको छ। अनि मेरो थोपडा पनि हेर्नुहोस्, हेर्नु भएको छैन भिडियो बना, हिजोदेखिबाट मैले थोपडै देखाएको छैन। ल हेर्नुहोस्, ओहो ल के अरे हामी बुटल फुलबारी जाँदा पनि देखाएन मेरो थोपडा, अहिले हेर्नुहोस् है। हामी पनि चप्पल खोलेर आइयो। के हो भन्ने कुरा थाहा छैन, तर आउन त आइयो है भित्र। ल हेरौँ, घुम्न आइयो होइन, भित्र घुम्न आइयो। के रहेछ भने मन्दिर रहेछ कि, चप्पल खोल्न परेपछि मन्दिर हो। ल हामी लुम्बिनी गौतम बुद्धलाई त बवाल मान्छ नि त, मान्ने त बवाल मान्छ नि त। अब हामी त अब त्यस्तै हो, हावा हो, तर मान्नेले बवाल मान्छ नि। के भनिदिन्छ नि, हो नि त। अब हामीलाई त त्यस्तो उस केही छैन, तर मान्नेले बवाल मान्छ नि। उसको मात्रै हो कि सहज हो। हामी दुईजना गुवाकहरूलाई केही पनि थाहा थिएन हामी कहाँ जाँदैछौँ भनेर। लुम्बिनीको मेन ठाउँ भनेको यही हो। सायद गौतम बुद्ध जन्मेको कि गौतम बुद्ध हिँडेको कि कस्तो के हो कि, एकदम मान्ने के त्यहाँ गएर क्या सबैले क्या, त्यस्तो ठाउँ अरे क्या त। यस्तो भिड छ नि यहाँ पिसको लागि। सुन्दरता टुम्मेश्वर। थुप्रै ठाउँहरूबाट, थुप्रै कन्ट्रीहरूबाट आउनुभएको थियो। कसैले मेडिटेसन गर्दै बसिरहनु भएको थियो, कसैले गौतम बुद्धले भनेका कुराहरू अरूलाई सिकाउँदै बसिरहनु भएको थियो। हामीलाई पनि छुट्टै अनुभव भइरहेको थियो। यो चाहिँ नि के हो थाहा भएन, तर मलाई भिडियो चाहिँ नि बनाउन मन लाग्यो यहाँ आएर। के रहेछ सबैले के, म पनि बुझ्नै सकिनँ के हो यो। यो मन्दिरभित्र गएपछि मनै शान्त हुने कि, केही उसै नै क्या होइन, कस्तो के पिस के आनन्द हुने कि, मनमा केही पीडा नभए जस्तो आनन्द छुट्टै क्या भित्र जाँदा त। जादु यो ठाउँबाट लाग्यो। अब गौतम बुद्धको हामी जन्मेको ठाउँ घुमेर आइसक्यौँ होइन। अब चाहिँ अर्को साइड जाऊँ। मटका हिमक्रिम खाँदैछौँ, आइसक्रिम। मन्दिर हेर्नु न कस्तो राम्रो यार, हेर्नु न कस्तो राम्रो छ यार। त्यतिकै के भन्ने यार, मलाई के हेर्नुहुन्छ यो मन्दिर हेर्नु होइन। आज म यो पुरै मन्दिरमा फोन आनी क्याप्चर हुँदैन यार, यस्तो राम्रो छ यार। लुक एट यो साइडबाट यस्तो घामले
भन्ने जति हेऱ्यो त्यति हेर्न मन लाग्छ यार। बुद्धम शरणम गच्छामि, बुद्धको शरणमा जाने। हामी आइसकेका छौँ लुम्बिनी। मलाई अरू केही देखाउन आउँदैन होइन, यो आठ हेर्नु न, आठ के ल है यहीँबाट दर्शन लिनु हजुरहरूले। मलाई चाहिने के थाहा भयो भन्दाखेरि एक दिनमा चाहिँ लुम्बिनी घुमेर सकिँदैन साथीहरू, सकिँदैन। कति ठुलो छ भन्ने कुरा। 2-3 घन्टा हुन लागिसक्यो, यति पनि घुमेको छैन। 2 ठाउँमा भन्दा अरू ठाउँ घुमेको छैन। के गर्ने, अझै छ कति ठाउँहरू घुम्नलाई। तर हामी यहीँ छौँ अझै पनि। यो सेकेन्ड ठाउँ हो कि यो हामी घुमेको। $1994 वाह यार, के हो यो? लर्ड गौतम बुद्ध। यार वाट द ब्युटी यार। शब्दै छैन भन्नको लागि अझै नजिकबाट हेर्नुहुन्छ। यस्तो दामी आँट हो कि यार। वाह भित्रबाट दाजुले के भन्दै हुनुहुन्थ्यो त्यो त बुझेनौँ, तर राम्रै कुराहरू बुझाइरहनु भएको थियो। दाजुको कुराहरू सुनेपछि हामी पनि यो ठाउँबाट लाग्यौँ। यहाँ पनि गौतम बुद्धको स्मल मन्दिर। लोकार देश गाईलाई देखिया होइन होला है, कस्तो राम्रो छ। जाँदैछौँ है भित्र। गेट हेर्नुहोस् कस्तो राम्रो छ, कस्तो राम्रो छ। यहाँ यताको टेम्पल त्यहाँ चाहिँ कस्तो राम्रो हो। हेर्नु न यार कस्तो राम्रो छ यार। म नेपालमा छु कि कहाँ छु यार, त्यो हेर्नु न फेरि। वाह यार म नेपालमा छु, म कहाँ छु यार। नेपालको सुन्दरता हेर्नु। वाह कस्तो राम्रो यो। यताको ब्युटी हेर्नु। वाह यार केही शब्दहरू छैन यार। वाह भन्ने बाहेक अरू शब्दहरू निक्लिँदैन यार। कस्तो राम्रो ठाउँ हेर्नुहोस् त, 360 भ्यू। लुम्बिनी भित्र छिडेपछि वाह भन्दाखेरि अरू शब्दहरू जो आएन के, किन नआओस् त नि। हेर्नु न कस्तो राम्रो के ठाउँै हेर्नु न यार, किन नआओस् त। जसको पनि आउँछ के यस्तो राम्रो ठाउँ भएपछि। वाह थोपडालाई इग्नोर गर्नुहोस् अनि पछाडिको ब्युटी हेर्नुहोस् कस्तो राम्रो छ नि यो टेम्पल। लुम्बिनी चाहिँ एक दिनमा घुमेर भ्याउँछु भनेर नाटे हुन्छ। मलाई थाहा भइसक्यो सकिँदैन। जहाँ गए पनि वाह 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 आउँछ। ल यहाँ आएँ, यहाँ पनि वाह आउँदैन त। वाह यस्तो देखेपछि दाजुले के भन्ने, कस्तो राम्रो हो कि यहाँ ठाउँ, के भन्ने। वाह भन्दा अरू केही आउँदैन यो मुखमा। ब्युटी हेर्नु यहाँबाट हेर्नु त, गजबको भ्यू छ नि, के भन्ने। कस्तो राम्रो यार। यो गेटमा कस्तो राम्रो आर्ट गरेको थियो। घामले गर्दाखेरि अलिक क्लियर देखिएन, न त यस्तो राम्रो थियो क्या।
यो टेम्पल चाहिँ नि कम्बोडियाले बनाएको रहेछ। हेर्नु न कस्तो राम्रो आर्ट छ कि, त्यही भएर वात आउँछ जो। कम्बोडिया, वाह यार कस्तो राम्रो टेम्पल हो यार। पनि रहेछ तर यता चाहिँ नि छैन, बन्द रहेछ यता। यताबाट नि हेर्नु न टेम्पल के हो यार। मलाई नि क्याप्चर हुँदैन हो गाइजहरू, यस्तो राम्रो छ। तर मलाई आर्ट के कस्तो मिठो लाग्यो भने दामी के जहाँ भनेको यता त केही नदेख्ने। सुरुमा भित्र जाने कि नजाने कुरा भइरहेको थियो, पछि आइन्छ कि नै भनेर हामी भित्र गएपछि कारै गरी हेर्नु न गाइजहरू यार, के कुरा गर्ने हो। भित्र जाउँ है। हामी भित्र नगएको भए हेर्नुहोस् त, यस्तो ठाउँ छोडिन्थ्यो लुम्बिनीको, यस्तो राम्रो प्लेस। वाउ ए यार कति राम्रो के, वाउ। कस्तो दामी मलाई त वाह भन्दा केही आउँदैन यार। अर्को ठाउँ नेक्स्ट प्लेस लुक। कस्तो राम्रो क्या, कस्तो राम्रोसँग बनाउनु भएको। माथिको आँटाहरू हेर्नु, वाह यार वाह 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 वाह। लुम्बिनी आएर चाहिँ नि जुत्ता खोल्न लाउन चाहिँ नि सिकिने भयो यार। यो घुमा यस्तो गर्नु पर्यो यता लुम्बिनी त्यो। यहाँ पनि जान एलाउड छैन। लोटस लोटस वाइट हो, वाइट वाइट त्यहाँ पनि रहेछ त येलो। ल अर्को गेटबाट प्रवेश गरियो हामी पनि। हेरौँ यता के छ कस्तो छ महल बुझौँ। हाम्रो लुम्बिनी घुम्दैछौँ हामी। कति गाडी हो? 4 नम्बर 2 नम्बर 4 नम्बर त होइन होला, 4 नम्बर हामी पहिले छिरेको हो। 4 नम्बर 3 नम्बर कति हो 3 नम्बर होला यो है। कस्तो छ अगाडिको भ्यू। वाउ। गुम्बा भनेको पिस ठाउँ हो, हल्ला गर्न पाइँदैन भन्ने कुरा सबैलाई थाहा छ। अनि कुनै ठाउँमा त अझ क्यामेरा युज गर्नै पाउँदैन क्या। यो ठाउँमा फोटो भिडियो खिच्न एलाउ रहेछ, त्यही भएर हामी फोटो भिडियोहरू खिच्यौँ। जस्तो कि तपाईँहरूलाई थाहा छ कि गुम्बाभित्र बोल्न पाइँदैन भनेर, त्यही भएर मैले आफ्नो मुखको सटर बन्द गरेर यो ब्युटीलाई क्याप्चर गरेँ। मेरो मुखको सटर खुल्लाको खुल्ला भयो, किन भयो भन्दाखेरि यो देखेर गौतम बुद्धको हेर्नुहोस् न कति सानो उसहरू के, यो के भन्छ मूर्तिहरू के, कति धेरै के फेरि यार। म त हेरे भएँ, जता हेरे पनि राम्रो वाउ भन्दा नि केही कुरा आउँदैन। ल हेर्नुहोस् न कस्तो राम्रो छ भने 3टा मूर्तिहरू रहेछ ठुल्ठुलो, अरू सानो के, कस्तो राम्रो के यार। अझै क्यामेरा त क्याप्चर गर्नै मिल्दैन क्या त्यस्तै ब्युटी।
फेरि हामी नयाँ ठाउँमा पुग्यौँ। ल हेर्नुहोस् नयाँ ठाउँ पनि कस्तो राम्रो यार। आज वाह भन्दा केही वर्डहरू छैन कि मेरो लागि यार। उहाँभित्र बोल्न नपाउने रहेछ, तेरो बोलेन। शान्तसँग भिडियो लिग्यौँ। म देखाउँछु नि तपाईँहरूलाई। होइन सर्दैखेरि छैन बाहिरबाट नि यत्रो घुम्न छ यार अझै यार। ओ माई गड के हो यो। हामी त अझै यत्रो घुम्न छ त हो। ओहो मोबाइल घाम फर्केर Look. अरू के होइन मलाई आर्ट के कस्तो मिठो लाग्छ भने हामी देखेको ल 4-5 वटा जति त रहने भयो क्या मन्दिर होइन। 1 बजेपछि खुल्ने है। अब के गर्ने, अब जानी त होला नि अब यति घुमेपछि। गौतम बुद्ध स्ट्याचु। वाउ मुखमा के आउँछ अरे सिर्फ वाउ। यहाँ हाम्राको यताको टेम्पलहरू घुम्न पाइएन कि यता पछाडि 1 बजेपछि खुल्ने अरे। के गर्ने यति लुम्बिनीको अझै 5-6 वटा मन्दिर घुम्न पाइएन। 1 बजेपछि खुल्ला हुन्छ रे। अब के गर्ने भन्ने आज सोचाइमा छौँ हामी सबै। फाइनल्ली यो चाहिँ नि खुलेछ। अब आएपछि त घुम्नै पर्यो, नघुमी हुन्न। भित्र गरेर हल्ला गर्न पाइँदैन, एकलट घुम्नुपर्छ। वाउ कस्तो राम्रो। लुक
यहाँबाट पनि हामी लाग्यौँ हजुर। यहाँ पनि दर्शन गरियो हिँड्यो। अब अर्को यसमा उतापट्टिकोमा बन्द रहेछ के गर्ने बन्द। कोरियन मन्दिर भन्दा नि 8 होइन 8 तो दामी छ। भ्याउँदैन थियो यार म फोनले पनि यार कस्तो दामी यिनीहरूलाई फेरि भेटिन्छ हौ जहाँ गए पनि होइन बिहानदेखि भेटिन्छ। यो ठाउँमा पनि बोल्न त एलाउ त थिएन, त्यही पनि मान्छेहरू बोलिरहनु भएको थियो। उहाँहरू चाहिँ धेरै सबै लगभग इन्डियन जो हुनुहुन्थ्यो तर नबोलिदिन पर्ने हो, सबै बोलिरहनु भएको थियो। साइलेन्ट बस्नु भन्नुभएको थियो, त्यही पनि के गर्ने धेरै भएपछि हल्ला त भइहाल्छ भनौँ न। मैले भिडियोबाट के देखाउन के बुझाउन खोजेको भन्दाखेरि ब्युटी कस्तो छ, कति राम्रो छ ठाउँहरू भनेर देखाउन खोजेको हो तपाईँहरूलाई। के भनौँ यार, मेरो त बोली जो फुटेन के यार। मुखमा त वा भन्दा केही आउँदैन। लुम्बिनी आएपछि कस्तो यार राम्रो छ यार टेम्पलहरू। यो कसले बनाएको अरे? कोरियन होइन? कोरियन टेम्पल। लुक त्यतिकै वा मात्रै निक्लिहाल्छ मेरो मुखमा। कस्तो राम्रो छ नि यार। हामीले लुम्बिनीमा पुरानो स्तूपा पनि भेट्यौँ। ये मेरा दोस्त है, ये कुछ भी करे इसे अलाउ है। बाहिर लेखेको छ कि फोटो खिच्न अलाउ छैन, तर मेरो दोस्त है वो खिच रहा है, इसलिए मैंने भी खिच लिया एक दो फोटो। भन्दा माथि जान भ्याएको छु। बुद्धको मूर्ति छ भित्र जाने पछाडिको देखियो टेम्पल। कस्तो राम्रो हो। यार लुम्बिनी आएपछि भन्ने त के नि वा मात्रै निक्लिन्छ यार, अरू केही निक्लिँदैन। भित्र त नि क्यामेरा उस छैन क्या हो यहाँबाट हेर्नु। वा वा भन्दा के आउँदैन यार। यो भित्रबाट खिच्न नपाउने रहेछ होइन, बाहिरबाट खिच्न पाउने रहेछ। खिच्न पाउँछ होला क्या? नपाने खिचिदिने पाउँछ होला क्या? म त्यो खिचिदिएको थिएँ। अगाडिको भिडियो देखेपछि थाहा पाइसक्नुभयो होला कि यो चाहिने चाइनिज टेम्पल हो भनेर। ठुलो छ क्या फेरि यो टेम्पल। फेरि यार क्या उस उता यो यसको पछाडि पनि छ क्या फेरि। पछाडिको टेम्पल चाहिँ नि यो हो कि फेरि हेर्नुहोस् न कति ठुलो छ कि यो पनि। पछाडिको भागको एरिया हेर्नुहोस् न, वा हो क्या दामी छ। दुईटा मन्दिर घुमिन्छ अरू भए पनि त्यसमा कसमा कोही लेखा कि नै। अब दुईटा तिनवटा मन्दिर घुमिन्छ त्यसपछि अब घरतिर लागिन्छ, त्यही हो कहानी। भित्र क्यामेरा एलाउ थिएन, त्यही भएर हामी बाहिरबाट यति फुटेजहरू खिच्यौँ।
यति हो यो टेम्पल। जानु मन लाग्यो यताको पछाडिको टेम्पलमा हो त्यसमा केही भएन। पाउँछ होला क्या खास भने यो गुम्बाभित्र फोटो भिडियोहरू खिच्न पाउँदैन, तर मैले खिचेँ थाहा भएन त त्यही बस्ने उसले पनि मङले पनि भनेन क्या खिच्न पाउँदैन भनेर, तर पछि आएर भन्नुभयो क्या। पाउँदैन भित्र चाहिँ नि खिच्न नपाउने रहेछ। हामीले सरासर क्यामेरा लिएर गइरह। हामी बिहानको 8 बजेदेखि 4:30 बजेसम्म लुम्बिनी भित्रै थियौँ। त्यही पनि 5-6वटा टेम्पल त अझै घुम्नै पाएन कि, किनभने बन्द रहेछ कि, त्यही भएर। यति नै थियो लुम्बिनीको भिडियो। कस्तो लाग्यो भनिदिनु होला। यही नै थियो हाम्रो लुम्बिनीको जर्नी। अब नयाँ ठाउँ नयाँ प्लेसमा भेटौँला मिस्टर घन्टीसँग। त्यति भन्दै बाई बाई।